म हिँड्नै नसकेको त तिमीको म दुई थोपा आँसु हेरेर दुई थोपा आँसु भनेको मैले कति खोला जस्तै बगाएँ आँसु त कस्तो राम्रो राम्रो फिल्म लाउरे फिल्म भयो दुई थोपा आँसु भयो भयो कोसेली भयो लाउरे फिल्म अनि उहाँ उसमै गरेको फिल्म हो नि त नानी झापामा गरेको फिल्म सुटिङ हो राम्रो छ कोसेली पनि राम्रो मुभी थियो बहुत राम्रो राम्रो फिल्म बनाउँछ भयो के भन्नुभयो घरपेटीमाले घर पनि घरबेटीहरूले के भन्नुभयो घरपेटीमाले म त ठ्याक्क अब 10 मिनेट के भन्यो कसको घरबेटीले के सूचीको दिन्छु होइन तुलसी घिमिरेको घर पनि सिक्किममा होइन भनेको हो नि सिक्किम चाहिँ होइन दार्जिलिङ चाहिँ हो अनि नेपालको नागरिकता त छैन तुलसी घिमिरेसित त बस्नु चाहिँ नेपालमै हुन्छ तर सबैलाई थाहा छ उहाँको हो भनेर ऊ पैसा दिएर यताउता गरेर नेपालको नागरिकता नबनाउने भनेको आखिर इन्डियाको छँदैछ खालि त्यहाँ बस्ने फिल्म बनाउने अब त तेजिरेलाई पनि ट्याप ट्याप पुगेछ अब भाइलाई अहिले आएर अनि अहिले आएर जम्मा यति गर्ने गर्नु भनेको के म त हातै दुखे ट्याप ट्याप गर्दा गर्दा घरिघरि बिचमा क्या डोनेसनको कुराहरूलाई पनि लिएर आउनु न नयाँ नयाँ मान्छेहरू कहिले कोही नयाँ मान्छेहरू आउनु भएको चाहिँ अस्ति हिजो कति 3-4 जना आउनु भएको थियो होइन गोरे दाइ तातो न नयाँ मान्छे आएछ भने म तल झर्छु कहाँ आउनु पर्छ आएपछि झार्दिउँला न मनमा दिदी तल झर्नुपर्छ होइन यहाँ कुरा गरिराखेको बेलामा चाहिँ तलबाट सोध्नुहुन्छ कि कसरी गर्ने के गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले तलबाट कमेन्टमा सोध्नुहुन्छ क्या आमा भनेको के म त अस्ति नै बुहारीले 8 लाख पुर्याइदिनु न सब्सक्राइब भन्नुभएको रहेछ होइन म चाहिँ भने भ्युज भनेको जस्तो लागेर त्यो बुहारीको दिनैभरि रातैभरि त्यो भिडियोहरू चलाएको हुनु दिएर 3 दिन भइसक्यो त्यो बढेको देख्दिनँ त मैले यत्रो भइसक्यो बढ्दै बढ्न पनि अनि त्यहाँदेखि साथीहरू आएपछि अनि सन्तोषीलाई सोधेको अनि मैले यति दिन भइसक्यो हेरेँ नन स्टप गरेको चाहिँ यो त बढ्दै बढ्दैन भनेको त के भनेको थियो भने सब्सक्राइब भनेको त तपाईँलाई हेर्दाखेरि त त्यो त्यस्तो हुन्छ सब्सक्राइब भनेको यो हो भ्युज के भनेर अनि फेरि अनि मेरो ड्राइभरलाई समातेर अनि त्यहाँदेखि गराएँ अरूलाई समातेर त्यहाँ गराएर फिलिपिनोहरूलाई समातेर सब्सक्राइब गराएर सबैलाई गराउँदै हिँड्दै गरेको थिएँ मैले पनि बेला बेला त काम गर्छु क्या डर लाग्दै गर्छु दिन रात नन स्टप भिडियोहरू हेर्दै गरेको बढोस् न त भनेर के बाबु आउनु भएन हिजो अस्ति नबुझ्नु पनि केही छैन आउनुहुन्छ ढिलो आउनुहुन्छ क्या आमा अहिले ड्युटी चेन्ज छ क्या सबैजनाको अहिले रातिसम्म गर्नुपर्छ ड्युटी ए उहाँले पनि ड्युटीकै भिसा लगाउनु भएको रहेछ भनेपछि म पनि ड्युटीकै भिसा लगाएको चाहिँ आज चाहिँ अलिकति फुर्सदमा रहेछु नभएदेखि त मैले त भिसा त काम गर्ने भिसै लगाएको हो नि म सालै काम गर्छु म त टाइमै पाउँदैन सबैजनाले त टिकटक बनाउने पनि टाइम पाउँछन् यो गर्ने पनि टाइम पाउँछन् त्यो गर्ने पनि टाइम पाउँछन् लाइफमा आउनु पनि टाइम पाउँछन् मैले त केहीमा टाइम पाउँदैन अब चिया खान्छु र खाना होइन के भन्छ शान्ति सिस्तो नेपालमा पर्सिदेखि के चक्का जाम छ र किन के हजुर मलाई अहिले घरबाटै भन्दै थियो नचलाउने भनेको छ के को खुसीमा बसहरू मात्रै हो होइन सरकारी गाडीहरू बाहेक अरू चढाउन नदिने भनेको छ सबै चिजै के को खुसीमा ल्याउन नपाइने भनेकोले ल्याउनु पर्छ भन्ने धारणाले चाहिँ बन्द गरेको परेको छैन राजा ल्याउनु यो राजावादी सादावादी छोडिदिनु त यो हामीलाई त्यो राजावादी पनि चाहिएन त्यो सादावादी
जुनै बादी आयो भने आफूले अर्काको देशमा होइन के, अर्काको गुलामी नगरेर खानु पाइँदैन। कुन चाहिँ गतिलो कोही पनि गतिलो छैन। पर्सिदेखि त्यही भयो घर भन्दै थियो कि अनि त्यो मान्छे अब हिँड्ने भनेको 6-7 हो। अब भोलि फेरि त्यसलाई फोन गर्नु के हो म त त्यो न्युज पनि सुनेको छैन। बल्ल पो अघि भन्दै थियो 2 दिन 19 देखि बन्द भन्छ। चक्का जाम गरेर आफ्नै नेपाललाई आफ्नै बिजनेसलाई घाटा लाग्छ यो कुरा बुझ्दैनन् के। अनि केही पनि जाम नगरिकन केही हडताल नगरी बन्दै नगरिकन कुरै कानी मात्रै चलाइराख्नुपर्छ नि जे गरे भए पनि। त्यसरी नेपालमा आफ्नो बिजनेसमा घाटा लाग्छ त्यति कुरा बुझ्नुपर्छ। तर जुनै बादी आयो भने पनि हेर्नु काम नगरेसम्म हामीलाई परदेश नगएसम्म गुलामी नगरेसम्म खानु पाइँदैन, नभए माथि जान लगाइहाल्छ भाडामा। अनि जुनै बादी आयो भने हामीलाई फरक त केही ल ठिकै छ होइन। यता त अब भाइहरू कसरी आउनुहुन्छ। ठिकै छ ल हाम्रो अब त्यही त अब यहाँ जति पनि 44 जना 45 जना हुनुहुन्छ होइन। अब कसले अब आर्टिकल लिनुभयो, कसले अब डोनेसन गर्नुभयो, उहाँहरूलाई पनि अब धन्यवाद। पनि लिएको छैन, डोनेसन पनि गरेको छैन। डोनेसनको लागि मैले भोलि सोचेको छु। ठिकै अनि भोलिको लागि ठिकै छ त्यही हो। त्यो कसैले भ्याउनु भएको छैन। अब कसैको अब हल्का अब प्रब्लम हुन्छ, अब कसैको के हुन्छ होइन। ठिकै छ अब पर्सि म अनि आर्टिकलको लागि त फेरि पनि हुन्छ भइहाल्छ। किनभने भाइको नाक नकाटोस् के डोनेसनमा चाहिँ भर दिनुपर्ने छ। भाइको नाक चाहिँ नकाटोस् त्यही काट्दैन हाम्रो आए फ्यामिली सबले काट धेरै ठुलो फ्यामिली छ हाम्रो। केही छैन त्यही ढिलो चाँडो हुन्छ अब त्यही त हो नि। अब आर्टिकल त मैले पहिलाको जति कलर आउँछ सबै कलर मैले लिने गरेको छु होइन। अब यसपालिको तपाईँले 4वटा कलरको लिनु रमा कस्तो दामी छ। सबै बेलामा त सबै कलरको लिएको उठाएको छु नि 4वटा 5वटा 4वटा 5। यसपालिको त अति राम्रो छ फेरि। तर यसपालिको चाहिँ म पहिले डोनेसनको बारेमा सोच्छु। फेरि नेक्स्ट आउँछ नि आर्टिकल त अब आइरह त भएको छ। डोनेसनको बारेमा सोच्छु। भाइले जति टार्गेट गर्नुभएको छ, भाइलाई जस्तै मान्छेले आश गरेर आएको छ, भाइ निराश नहोस् के, अरू आउने मान्छे पनि निराश नहोस्। त्यही हो मेरो टार्गेट। रातुल हो कस्तो साह्रो। भाइलाई आश गरेर मान्छेहरू आएको छन्, भाइले हामीहरू माथि आश गर्नुभएको छ। त्यो मान्छे पनि निराश नहोस्, भाइ पनि निराश नहोस्। अनि त्यही भएर डोनेसनको बारेमा पहिले सोच्छु म। मेरो कुरा चाहिँ त्यही हो। लास्टमा मेरो कुरा चाहिँ त्यही हो। आर्टिकल त फेरि पनि आइहाल्छ। ठिक छ अस्ति नै भइसके दुइटैलाई यसो 2टा भए पनि सहयोग गरिदिनुहोस्। आर्टिकल पनि अस्ति उता आर्टिकल अनि 5वटा मैले कति शान्ति बहिनी अस्ति मैले कति 4वटा उठाएको 4वटै कलर हो। त्यसपछि फेरि उता अनि वृद्ध आश्रमको लागि फेरि 5वटा फेरि त्यहाँ पनि गर्नुभयो हो। यता पनि 5वटा दिएँ उता 5वटा रमा त्यहाँ साथीहरू यो 4थो आर्टिकलको लागि साथीहरू कोही हुनुहुन्छ भने एकदमै प्रयास गर्नु। त्यहाँ साथीहरूलाई भन्नु भनेको मैले मेरोतिरबाट त मैले कति भनेको कसले पनि मान्दैन हौ। मै मात्रै हो एउटा। अब यसपालिको आर्टिकल त मेरोमै राखिराख्नु रोमा दिदी, यहीँबाट लिएर जानु। मैले त अब त्यही सोचेको। अब त साथीहरूले पनि फोटो पनि अस्तिको त फोटो पनि खिचेर पठाइदिएन। मैले त बादलो पारी भनेर टिकटक पनि बनाउनै पाइनँ। बिचरा अनि मैले त अहिले पठाइदियो फोटो खिचेर मात्रै गरेँ। फोटो खिचेर पठाइ नै दिएनन्। अनि तेस्रोको त मेरो फोटो खिचेरै पठाइदिएन। पहिलोको फोटो खिचेर पठाएँ, दोस्रोको फोटो खिचेर पठाएँ, तेस्रोको त पठाइ नै दिएन। बिचरा पाउनु चाहिँ पाए राख्नु भएको छ होइन। 4टा कलर है यो तेस्रो त। दोस्रो पनि 5वटा कलर लिनु भयो होइन। 5वटा पहिला पनि 5वटा कलर लिएको, दोस्रो पनि। मैले अस्ति त्यही कुरा गरेको थिएँ तपाईँको पनि। अनि त्यसरी मैले उठान्छु। अब यसपालि चाहिँ म भाइको इज्जत राख्नुको लागि यता डोनेसनको लागि नै बल गर्छु म चाहिँ। हुन्छ त्यो पनि राम्रै हो। भाइको उता इज्जत नजाओस् होइन। यसको त आयोजन त यत्रो छ भन्छ, खोइ त डोनेसन त आएन छ त पुरा भनेर नभनोस् कसैले पनि।
मेरो लक्ष्य छ यसपालि दुबई एकैचोटि पर्यो नि त त्यो टी सर्ट पनि आयो डोनेसन पनि आयो त्यही भएर पनि होला तर पनि केही छैन आर्टिकल त रहिरहेको छ नि महिना त फेरि पनि मरिहाल्छ 10 तारिक त फेरि पनि आइहाल्छ नि केही छैन तर यो इलाजको लागि चाहिँ बहुत जरुरी छ के त्यो इलाजमा त अरू ग्रुपहरूले पनि सहयोग गरिरहेछ यो इलाज र अपरेसन चाहिँ बहुत जरुरी छ एकदम जरुरी मैले देखेको त हो त्यही हो अनि मैले चाहिँ हो यहाँनिर नै कुरा चाहिँ भने हो त्यति नै सुनाउनु थियो अब यस्तो अरू ग्रुपले पनि हेल्प गरिरहेको थियो मैले देखिरहेको थिएँ टिकटकमा अरूले नै छ त्यो अमेरिका कसले पनि कति 3 लाख कति लाख पठा भन्दै थियो छ अनि अस्ति खानाहरू त्यो चामलहरू सबै लगेर को बहिनी हो कुनै त्यो एकजना बहिनीले पुर्याउनु गइराख्नु भएको थियो अनि त्यसैमा त भनेको थियो नि अमेरिकामा बस्नेले कति 3 लाख कति रुपियाँ पठाएको 2 लाख कति भन्दै थियो जापानकोले पठाइरहेछ पुग्छ हामी एकैजनाले त सक्दैन नि त्यो सबैले यताउता गरेर जम्मा गरेर यस्तो हो नि त नानी हामीले त यस्तो हो एकैचोटि ठुलो बाढी आयो भने अडिँदैन बिस्तारो बिस्तारो थोपा थोपा हुँदै गयो भने रसाएर भिजेको राम्रो हुन्छ क्या थोरै थोरै सबैपट्टिबाट भइदियो भने फेरि पनि त यस्तो डोनेसन अर्कोपल्ट पनि गर्नुपर्छ होइन भाइले पनि त्यही सोच्नु भएको जस्तो लागेको छ मलाई त हो डोनेसन अब फेरि पनि त अर्कोचोटि पनि गर्नुपर्छ सबै हेरेर गर्छु भन्नु त्यो बाबु जस्तो होइन अर्को पनि आउँछ अनि अब गर्नुपर्छ अनि त्यसरी अब विदेशमा बस्ने त्यही भएर सक अनुसारको आर्थिक अनुसारको सहयोग गर्नु भनेर भनेको हो नि त त्यही भएर विदेशमा बस्ने कुनै एउटा दाइले विदेशमा बस्नेले त्यो मेसेज पठाउनु भएको रहेछ 2 लाख रुपियाँ दिने जस्तो कुरा गर्नुभएको रहेछ बुहारीले कुरा गर्नु हुँदै थियो लाइभमा तपाईँको मेसेज भेट्यो हामीले यस्तो कुरा गर्नु हुँदै थियो अनि 2 लाख रुपियाँ दिने कुरा गर्नु हुँदै थियो कोही दाइ हुनुहुन्छ एकजना अब दाइ हो कि भाइ हो त्यति ठुल्ठुलो मन भएको पनि मान्छेहरू छन् हुनुहुन्छ जनतामा आज आफ्नै डोनेसन हुन लाग्थ्यो मेरो त यहाँ आँखाको अपरेसन गर्नुपर्ने भइराखेको छ कसै डोनेसनको कुरा त आउँदैन अब यहीँनिर यिनीहरूले नै गरिदिने भइराखेका छन् रहेछ के गर्नु म भन्ने तपाईँ पुग्नु भएको छ टाइममा कहाँ टाइममा पुग्नु ढिलो पुगे तर त्यो चेन बानिरहेको भएर बचेको के त्यो साइकलमा बान्ने चेन हुँदैन एउटा तारको त्यो मैले पछाडिको चक्कामा बानेको थिएँ के त्यहाँ पनि एउटा लक राखेको थियो त्यतिले गर्दा बचेको थियो त्यति त बुद्धि पुर्याउनु भएको रहेछ म त जहिले गर्छु कि त्यो बाइक त्यो प्राय जस्तो चोरी हुने नि त्यही बाइक हो चोरेर त त्यो बाइक चाहिँ कहाँ लुकाउनु कहाँ लानु त्यो पुग्छ काभ्रेतिर यताउतातिर हाम्रो एकै दिन यहाँबाट हाम्रो एकै दिन दुईटा हाम्रो बजारबाट उठाएको सीसी क्यामेरामा हेर्दाखेरि 11 बजे उठाएको रहेछ नानी के अरे व्हाइट कलरको